हेलो साथीहरू, हजुरहरूलाई आज पनि नयाँ दिन अनि मेरो नयाँ भिडियोमा स्वागत छ। अनि आज चाहिँ हामी अदुवा रोप्नका लागि बिउ निकाल्दै गरेको। अनि यता चाहिँ अब अदुवा रोप्ने बेला भयो, त्यही भएर यो चाहिँ मैले अघि निकालेको बिउ। अनि यहाँ चाहिँ अब निकाल्दै गरेको बिउ पहिला खनेर राखेको थियौँ, पुरेर खाल्डा खनेर। अनि अहिले चाहिँ रोप्ने बेला भयो, त्यही भएर निकाल्दै गरेको। हाम्रोतिर चाहिँ अहिले अदुवा रोप्ने धमाधम बेला भएकोले गर्दाखेरि हेर्न सक्नुहुन्छ अदुवाको बिउ। यसरी हामीले चाहिँ अब कुहिन्छ भनेर चाहिँ खनेर अनि खाल्डा खनेर फाल्टै ठाउँमा छुट्टै पुरेर राखेको थियौँ। अनि अब चाहिँ निकाल्दै गरेको हामीले चाहिँ। अब यसलाई चाहिँ लगेर रोप्नुपर्ने फेरि। अनि हजुरहरूकोतिर चाहिँ रोपिसक्नुभयो या रोप्नु बाँकी नै छ? यता चाहिँ मैले अघि खनेर खाल्टै राखेको, छुट्टै राखिसकेको। अब यहाँ चाहिँ अझै परसम्म छ, निकाल्दै गरेको। यसरी अदुवाको बिउ निकाल्नु पर्दा चाहिँ विशेष ध्यान दिनुपर्ने रहेछ, किनभने यो जुन अदुवाको टुसा छ नि, यो टुसा चाहिँ भाँच्यो भने अदुवा खेर जाने भएकोले गर्दा, नपलाउने भएकोले सावधानीपूर्वक यो अदुवालाई चाहिँ बिस्तारै निकाल्नुपर्ने हुन्छ, टुसा नभाँचिकन। यसरी नै मेरो प्रत्येक भिडियोलाई हेरेर माया र सपोर्ट गरिदिनु होला। अनि आज चाहिँ मेरो भिडियो यतिमै एन्ड गर्न चाहन्छु। नेक्स्ट भिडियो लिएर आउनेछु। टेक केयर, बाई बाई।